हेलो है दर्शक नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो मनको कुरा युट्युब च्यानलमा। तपाईहरुले भिडियो हेरिसकेपछि लाइक सब्स्क्राइब र कमेन्ट पनि गर्न नबिर्सनु ल। हामीले चाहिँ कुखुरा किन ल्याए भनेर भन्नुभयो होला। हामी चाहिँ नेपाली लोकल खाना बनाएर खाने भनेर ढेँडोसँगै लोकल कुखुरा फ्रेस कुखुराको मासुसँग आज लोकल ढेँडो बनाएर टक टक आटाको ढेँडोसँग टक टक खाने हो हैन। अबको हामीले ल्याइसकेका छ, क्याम्पभित्र छिरिसकेका छ र टक मसलादारहरू सामानहरू पनि ल्याइसकेका छ। टमाटर अदुवा लसुन पेस्टहरू सबै बनाइसकेका छ र तामाङ दाइलाई भेटेर गफगाफ गरेर हामी रुमतिर लाग्यो हैन। या अन्तङ्गल हैन, या बारले हिँड्दिने अन्त न खाने आज बनाएर दियो केटाले। यस्तो खतरा बनाएर खाने हो कि यस्तो खतरा बनाएर खाने हो कि। यति एक्साइटेड छु कि आज लोकल नेपाली खाना साउदीमा बसेर खाना पाउँदाखेरि यति एक्साइटेड छु कि सबै मिलेर बनाएर खाने हो। नेपाली जहाँ बस्छ त्यहाँ रमाइलो हुन्छ हैन। अब कुखुरा ल्याइसकेका छ। कुखुरा यस्तो छाती भएको कुखुरा छ कि आम्मामा कुखुराको भाले रमाइरहेछ तातो पानीमा। अब तातो हुने भयो भनेर रमाइरहेछ कुखुराको भाले हैन। कुखुरा काटेर टक हैन साथीहरुले भनेको काट्यो केटाले कुखुरा काटिसकेछ। उ हेर्नु त मान्छे नै भूत, मान्छे नै राक्षस, मान्छे नै देउता भन्नुको कारण यो अघि भर्खरै चल्दै थियो कुखुरा चल्दै थियो। अहिले रेटिसकेछ साथीहरुले यसलाई टक रेटिसकेपछि अब टक दुईजना मिलेर बाल्टीमा टक हैन टक थिच्ने हैन त्यसलाई हैन अनि चल्न नदिने हो हैन। ब्लड सर्ट बाहिर आइसकेछ, ब्लड बाहिर जान्छ भनेर रङ्गोलाले छेकिरहेको थिए। काटिसकेछ कुखुरालाई हैन। टक कुखुरा काटिसकेपछि हेर्नु त सम्धिर उताङ्गोलाले कुखुरालाई टक थिचेर राखेछ बटबट गर्न नदिने भनेर। पखेटाहरू सबै चलाउँछ नि त हैन। चलाएपछि सास जानको लागि गाह्रो हुन्छ भनेर हैन, यति गाह्रो हुन्छ भनेर हैन। अनि त्यसपछि थिचेर राखेछ, रगतहरू बाहिर छिटिन्छ भनेर हैन, रगतहरू बाहिर जान्छ भनेर टक्क हैन। यति एक्साइटेड छु कि लोकल कुखुरा फ्रेस कुखुरासँग हैन अनि आटाको ढेँडो बनाएर टक्क खाने भनेर तर्खर मिलाएको छ हामीले। हेर्नु त सम्धिले रेट्दै हुनुहुन्छ यस्तो खतरा डेन्जर दियो रगतहरू सफा गर्दै हुनुहुन्छ उताङ्गले। लोकल कुखुराको मासुसँग ढेँडो हैन, लोकल ब्रोइलर कुखुरा पनि खुइलाइसकेको छ। यता म प्याज काट्दैछु, उता सन्धिले धनियाँ केलाउँदै हुनुहुन्छ कुखुरालाई केलाएर। अघि भर्खर सेतै कुखुरा थियो, अहिले नाङ्गै बनाइसकेको कुखुरालाई नाङ्गो बनाइसकेको छ, नुहाइदिइसकेको छ। हेर्नुहोस् त कुखुरा सँगसँगै धनियाँ पनि भिजाइसक्नु भएको छ सन्धिले। र यता आम्मामा अघि भर्खरै कुद्दै थियो कुखुरा त अहिले त आम्मामा हात खुट्टा फैलाएर बस्नु भएछ। अब टुक्रा भइसकेको छ कुखुरा टुक्रा भइसकेपछि अब हामी टक बनाएर हैन आम्मामा यस्तो खतरा बनाएर खाने हो कि कुखुराको मासु र ढेँडो। आम्मामा तपाईहरुले देख्न सक्नुहुन्छ यति एक्साइटेड छु आम्मामा नेपाली खाना पाउँदाखेरि। ल हेर्नुहोस् त काटेर काटकुट पारेर किचनमा ल्याइसकेको छ हामीले र किचनमा तपाईहरुले देख्न सक्नुहुन्छ यति भिड छ किचनमा खाना बनाउनको लागि। आम्मामा फेरि गोलोले या बनाइसकेको छ नि त लोकल कुखुरा। गोलो यार के हो यार यस्तो दियो यार अघि भर्खर कुद्दै गरेको कुखुरा। ल मैले त ढेँडो बनाइसकेको छ र ढेँडो बनाएर टक्क रुममा ल्याइसकेको छ। अघि भर्खरै दौडिने कराउने कुखुरा त यतातिर मसलादार बनिसकेको छ। हेर्नुहोस् त बटर चिकनसँग ढेँडो टक्क खाँदा आम्मामा कति खुसी, आज दिल भरेर खुसी भएको छ आज। आम्मामा साथीहरू सबैजना आज लोकल ढेँडो आम्मामा। ल ढेँडोलाई टक्क भुइँमा हाले। भुइँ होइन नि फेरि साथीहरू प्लास्टिक छ, प्लास्टिकमाथि साप्रामाथि ओछ्याएर खानुपर्छ। साप्रामा हालेर यहाँ चाहिँ प्लेटमा खाँदैन र साथीहरूले फेरि टक मगरचुलीले भाग लाउँदैछ। फेरि भुइँमा हालेर खायो भन्नु होला साथीहरूले, प्लेट छैन भन्नु होला। यहाँ चाहिँ सेन्टरमा ढेँडो हाल्ने हो, साइडमा सब्जी हाल्ने हो अनि लुछाचुडी गरेर खाने हो। यतातिर फेरि सम्धिर उता गोलो उता घरमा ढेँडो बनाए यताउता यस्तो रमाइलो कुरा गर्दै हुनुहुन्छ। घरतिर माग्दै हुनुहुन्छ, कलेजो माग्दै हुनुहुन्छ। गोलोले कलेजो मागेर मलाई कलेजो हाल्नु भन्दै हुनुहुन्छ। यति खुसी छ आम्मामा। उता फेरि मगरचुलीले टक भाग लाग्यो। अब यस्तो बबाल मजा आउँछ। आजको दिन रमाइलो हुनेछ है साथीहरू। तपाईँहरू पनि यसरी खानुहोस् है, यति रमाइलो छ कि म छ फेरि यतातिर भोटा छोरो छ फेरि यता दियो फेरि यता भिडियो टक होइन। आम्मामा भुइँमा फेरि ढेँडो आम्मामा चिकन करी हेर्नुहोस् त साथीहरू। चिकन करी र ढेँडो हेर्नुहोस् त साथीहरू। बब्बाल आम्मामा चिकन करी सँगसँगै अनि ढेँडोमा फेरि अब केटाले घिउ हाल्छ। आम्मामा यस्तो दामी हुन्छ कि स्लुत चिप्लिने। आम्मामा यस्तो खतरा खाना हुन्छ कि आज यस्तो हेभी खाना हो कि यस्तो हेभी खाना खाँदैछु कि साथीहरू। आज यस्तो गाह्रो छ हौ जिन्दगी यार। जहाँ पनि रमाइलो गर्नुपर्छ नेपालीले यार। नेपालीहरू जहाँ बस्छ त्यही खुसी। आमामा हेर्नु त अब लोकल घिउ गोलोको गाउँबाट सासूले पठाउनु भएको अरे। ओहो खोल्ने बित्तिकै यस्तो बास्ना आयो मक आमामा रुमै बास्ना आयो।
ल ल ल सन्धि हाल्नुहोस् 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 ल चम्चीले वाममा खोरे लोकल घिउ हाल्नुहुन्छ है सन्धिले हालिसक्नु भयो हाल्यो 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 सन्धि हाल्यो लोकल घिउ गाईको घिउ रुममा बुङ बुङ लतपताउनु पर्छ सन्धि यसरी होइन सन्धि यसरी होइन म लतपताउँछु दिनु चम्चा भनेको मैले फेरि चम्चा मैले ट्याका ल्याएर मैले आफैले ढेँडो माथि घिउ लोकल घिउ लतपताउँदै यस्तो खुसी यस्तो बास्ना आउने यति बास्ना आयो कि यति खुसी छु कि कति बास्ना आएको फेरि हाल्नु सन्धि एक चम्चा हाल्यो फेरि सन्धिले घिउ लोकल घिउ आज त ढिँडो त स्लित 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 चिप्लेर ओहो कागती 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 फ्रेस चिकन अनि ढिँडो अनि घिउ ल यतातिर छु म फेरि कोल्ड ड्रिङ्क डिउ खाएर ल फेरि लोकल खोर्सानी यार अक्कबरे खोर्सानी भन्छ यहाँतिर चाहिँ नेपालमा चाहिँ डल्ले खोर्सानी भन्छन् फेरि आयो नेपालबाट डल्ले खोर्सानी आयो है आयो है आयो है आयो है मान्छे नेपाली साउदीमा हो भए पनि नेपाली खानाहरू बन्दैछ यहाँ खाँदैछ साथीहरू ओ माई गड साथीहरू ओह हेर्नुहोस् त लोकल खोर्सानी डल्ले खोर्सानी अक्कबरे नेपालबाट ल्याएको दियो दियो बब्बाल यति खुसी यति खुसी छु कि ल अब स्लुत सन्धिले त स्लुतै पठाउनु भयो तितुङ सन्धिले त ल कोल्ड ड्रिङ्क पनि ल चेस नेपाली जहाँ बस्यो भने चिसै भयो भने रक्सी खाज जसरी चेस गरेर खाने हो नि त चिसो हो नि त डिउ हो नि त यो त दियो दियो चेस अब खाने हो फेरि स्लुट खाने हो अब स्टार्ट बङ्गलोको खाना मेरो पनि नाक चुचु मुख चुचु गर्दै खाँदैछु यतातिर ढिँडो त स्लित मुखमा हालेकै प्लित्दै जान्छ भित्र हेर्नु त मुखमा राख्दैन साथीहरू हेर्नुहोस् त आमा ओ ngौलाले खान्छन् फेरि यता स्लित त